हेलो एभ्रिवान। आज म तपाईहरुसँग शेयर गर्न गइरहेको छु नेपोलियन हिलका 10वटा सिद्धान्त। साथीहरु यदि च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्स्क्राइब गरिदिनु होला र यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला। सो टपिक सुरु गर्दै छु म। नेपोलियन हिल विश्व प्रसिद्ध प्रेरणादायी लेखक हुन् जसले आफ्नो चर्चित पुस्तक थिंक एन्ड ग्रो रिच मार्फत करोडौं मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याए। उनले सफल व्यक्तिहरूको अध्ययन गरेर सफलता प्राप्त गर्ने केही मूल सिद्धान्त प्रस्तुत गरेका छन्। तल तीमध्ये 10 प्रमुख सफलताका सोच। द सक्सेस अफ प्रिन्सिपल। 1 नम्बरमा रहेको छ लक्ष्य स्पष्ट। डेफिनेसन अफ पर्पज। सफल मानिसहरू जीवनमा के चाहन्छन् भन्ने कुरा स्पष्ट रूपमा जान्दछन्। लक्ष्य स्पष्ट छैन भने प्रयास पनि कमजोर हुन्छ। स्पष्ट लक्ष्य हुनु भनेको आफ्नो गन्तव्य निश्चित गर्नु हो। उदाहरण, यदि विद्यार्थीले म सफल हुन चाहन्छु मात्र भन्छ भने त्यो स्पष्ट लक्ष्य होइन, तर म 12 कक्षामा उत्कृष्ट अङ्क ल्याएर डाक्टर बन्न चाहन्छु भन्यो भने त्यो स्पष्ट लक्ष्य हो। स्पष्ट लक्ष्यले ध्यान केन्द्रित गराउँछ, आत्मविश्वास बढाउँछ, निरन्तर प्रयास गर्न प्रेरित गर्छ। त्यस्तै 2 नम्बरमा रहेको छ बलियो चाहना, बेरिङ डिजायर। सफलताको पहिलो पाइला नै गहिरो चाहना हो। सामान्य इच्छा पर्याप्त हुँदैन। कहिले नछोड्ने सोच भएको चाहना नै सफलताको इन्धन हो। यदि तपाईसँग बलियो चाहना छैन भने सानो समस्याले पनि तपाईलाई रोकिन बाध्य बनाउँछ। तर जब चाहना बलियो हुन्छ, असफलता पनि सिकाइको माध्यम बन्छ। त्यस्तै 3 नम्बरमा रहेको छ विश्वास। आफ्नो क्षमतामा विश्वास नगर्ने व्यक्ति कहिल्यै ठूलो सफलता पाउँदैन। विश्वासले नकारात्मक सोचलाई हटाएर सकारात्मक ऊर्जा दिन्छ। विश्वास कसरी बढाउने त? सकारात्मक वाक्य दोहोर्याउने, सफलताको कल्पना गर्ने, आत्मविश्वास बढाउने अभ्यास गर्ने। त्यस्तै 4 नम्बरमा रहेको छ आत्मसुझाव। आफ्नो दिमागलाई सकारात्मक सन्देश दिने प्रक्रिया नै आत्मसुझाव हो। जसरी बिउ रोप्दा फल आउँछ, त्यसैगरी दिमागमा सकारात्मक सोच रोप्दा सफलता आउँछ। हरेक बिहान आफैसँग भन्नुहोस्, म सफल हुनेछु, म सक्षम छु। यसले दिमागलाई सफलतातर्फ केन्द्रित गराउँछ। त्यस्तै 5 नम्बरमा रहेको छ विशेष ज्ञान, स्पेशलिस्ट नलेज। सामान्य ज्ञानले मात्र सफलता सम्भव हुँदैन। विशेष क्षेत्रमा गहिरो ज्ञान आवश्यक हुन्छ। यस्तै उदाहरण, डाक्टर बन्न चिकित्सक ज्ञान चाहिन्छ, व्यवसायी बन्न बजार र वित्तीय ज्ञान चाहिन्छ। निरन्तर सिकाइले मानिसलाई प्रतिस्पर्धामा अगाडि राख्छ। त्यस्तै 6 नम्बरमा रहेको छ कल्पना शक्ति, इमेजिनेसन। संसारका सबै ठूला आविष्कार कल्पनाबाट सुरु भएका हुन्। कल्पना शक्तिले नयाँ अवसर सिर्जना गर्छ। आज मोबाइल, इन्टरनेट, प्रविधि यी सबै कसैको कल्पनाको परिणाम हुन्। त्यसैले ठूलो सपना देख्न नडराउनुस्। त्यस्तै 7 नम्बरमा रहेको छ योजनाबद्ध कार्य। लक्ष्य र चाहना मात्र भएर हुँदैन, त्यसलाई पूरा गर्न योजना आवश्यक हुन्छ। सफल मानिसहरू योजना बनाउँछन्, समय तालिका बनाउँछन्, कार्यलाई चरणबद्ध गर्छन्। यदि योजना असफल भयो भने योजना बदल्नुहोस्, लक्ष्य होइन। त्यस्तै 8 नम्बरमा रहेको छ निर्णय क्षमता। ढिला निर्णय लिने मानिस प्राय
अवसर गुमाउँछ। सफल व्यक्तिहरू छिटो निर्णय लिन्छन् र आवश्यक परे परिवर्तन पनि गर्छन्। अनिर्णय नै असफलताको ठूलो कारण हो। त्यसैले स्पष्ट सोचेर साहसका साथ निर्णय लिन सिक्नुहोस्। त्यस्तै 9 नम्बरमा रहेको छ दृढता। सफलता एकै पटकमा आउँदैन। असफलता, समस्या, आलोचना यी सबै यात्राका हिस्सा हुन्। दृढता भनेको हार नमान्नु, निरन्तर प्रयास गर्नु, लक्ष्य नछोड्नु। जसले दृढता अपनाउँछ अन्ततः ऊ सफल हुन्छ। त्यस्तै 10 नम्बरमा रहेको छ मास्टरमाइन्ड। एक्लैभन्दा समूहमा काम गर्दा ठूलो सफलता सम्भव हुन्छ। सामान्य लक्ष्य भएका मानिसहरूको सहयोगले शक्ति बढ्छ। उदाहरण, व्यवसायमा साझेदारी, अध्ययन समूह, सकारात्मक साथीहरू, सकारात्मक मानिसहरूसँगको सङ्गतले सोच र ऊर्जा दुवै बढाउँछ। निष्कर्ष, नेपोलियन हिलका यी 10 सिद्धान्त केवल पढ्नका लागि होइन, अभ्यासका लागि हुन्। यदि तपाईँ स्पष्ट लक्ष्य बनाउनुहुन्छ, बलियो चाहना राख्नुहुन्छ, विश्वासका साथ सकारात्मक सोच अपनाउनुहुन्छ, योजना बनाएर निरन्तर प्रयास गर्नुहुन्छ भने सफलता अवश्य प्राप्त गर्न सक्नुहुन्छ। सफलता भाग्यले होइन, सोच र कर्मले निर्धारण गर्छ। आजैबाट यी सिद्धान्त अपनाउनुहोस् र आफ्नो जीवन परिवर्तन गर्नुहोस्। सफलता तपाईँको सोचबाट सुरु हुन्छ। धन्यवाद।